गाडी लिएर जाऊ भित्र ए हजुर चप्पल लाएर उता यस्तो पानी पर्ला चाहिँ गरेको राति पानी पर्छ कि त्यसरी फर्काउनलाई यो त बाटोतिर आयो डराएर रोएर भाग्यो के अरे आउन कि यहाँ भने आमाहरूले बोकेकीमा मम्मी मम्मी यो जाऊ बिरालो हेर्न जाऊ पुला हाल्दिनु भयो यहाँ त आफै ग दाइ जत्रो दाइ यति थियो होला कि दाइको यति भइसकेको थियो जोले नि तिमीले देख्यो होला ख्याल नगरेर होला यति भइसकेको थियो कि अन्त मभन्दा अग्लो भएको थियो त्यहाँ पनि छ क्या त्यहाँ पहिले गाउँ त यति बेला कहाँ हुन्छ हेर त कति उठे काँक्राको बुढा कति राम्रो भयो पहिले हुन्थेन त्यो प्यालो किरा लाएर अहिले फेरि प्यालो किरा मार्दा मार्दा यत्रो यत्रो भयो झुसिल किराले खाएर हैरान गरे फेरि भन बाबु ट्रैक्टर लाने ट्रैक्टर आउँछ बा बाबु तिमी उता बस है तिमी यता नआऊ है या फेरि हात काट्छ यहीँ बसेर हेर
के भन्छ त्यसले किन त्यस्तो हुन्छ नि के भन्थिस् र तैँले कहाँ गएको भन्थिस् प्रसून बाख्राले चबाइदियो प्रसून दुई दिन जति तल तल चप्पल लगाएर आऊ सानो यता दादाहरूसँग बस्ने अङ्कलसँग त्यो मिठो नभएर मैले खाएको थिएन खाँदा फेरि कति टोक्दा अहिले बल्ल आँखा अलिकति विश्राम भयो मलाई लाठ एउटा डब्बा तिमीलाई बाबाले ल्याउनु है भित्र त रुख है पेन्सिल लिएर आउँछ त्यही गर्थ्यो तिम्रो खान तिमी मिठो हुन्न थपै थपै बाबुले पेन्सिल ल्याउ त आज त फेरि कति नमिठो बाबु खान्छ ल यहाँ मम्मीलाई दे ल्याउ बाबु यहाँ ल्याउ रुखमा झिक्दिन्छु कि यहाँ झिक्दिन्छु अझै झिक्दिन्छु खाऊ ल खुलो त यसो घुटु घुटु खाऊ त्यस्तै खाने हो सक्दैन भने गिलास लिएर आऊ गिलास लिएर खाले गिलासमा बाँध्यो फेरि हाल्दै चेक गर पहिला तिमी यहाँ बस्छ ल आऊ यहाँ आऊ नाच्यौ ल यहाँ बस्छ म गिलास लिएर आउँछु ल भुइँमा जाँदाखेरि खपा के होला नि फेरि यहाँ है अझ दिउँसोबाट भोक लाग्छ बिरा खानु क्या चटनी ल्याउ सब बिरा खानु देखा त ठिकै छ अझै खाऊ न यो दिउ खाऊ कान्छी तिमीले खाने खाऊ के अरे जस्तो मानेर भयो नि चिसो के रे अलि मात्रै तातो थियो मात्रै तातोला अरू सब के कहिले कुरा त्यो अक्सर खाना आउँथ्यौँ दिउँसोदेखि आज खाएको खाइसम्म आज पनि म भोकै हो अहिले दिनको 4 पेटा नास्ता खान्छ यार बिहान उठ्ने बित्तिकै फेरि नास्ता अनि साँझ भात मैले हिजो मिठो हुँदा कि रुगा लागेको बेला यही दबाई दिनुपर्छ ए अस्ति गरिमाले मलाई भने मलाई रुगा खुकी लाग्थ्यो कि ए भाउ त कोक खाइदिनु त सन्चो हुन्छ भन्थ्यो नि हुँदैन मैले पहिला त्यस्तो गर्दा सन्चो भएको हो कि म यो गर्मी महिना आएको यो गर्मीको होला भनेर खाइदिएको सन्चो भयो कि म